तर भविष्यमा जलवायु परिवर्तनको कारणले गर्दाखेरि हाइड्रो एनर्जी दुविधामा पर्यो भनेदेखि नेपाल त अँध्यारोमा बस्नु भएन भनेर नै हामीले यो नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतालाई प्राथमिकतामा पनि दिए। एनर्जी मिक्सको कन्सेप्टमा पनि यसले एउटा भोलि एकदम राम्रो योगदान दिन्छ भन्ने विश्वास पनि हामीले लिएका छौँ। त्यसमा एनर्जी एफिसियन्सीमा तुलनात्मक हिसाबले नेपाल राम्रै ठाउँमा छौँ, तैपनि अहिले हाम्रो 12.6% चाहिँ चुवावट अथवा एनर्जी लसको कुरा भएकोले गर्दाखेरि चाहिँ एनर्जी एफिसियन्सीमा पनि यसले चाहिँ राम्रो भूमिका खेल्छ जस्तो लाग्छ। चुवावटका केही समस्याहरू छन् र कति चाहिँ प्रविधि अझ नयाँ प्रविधि आइसकेको एनर्जी एफिसियन्सी बढाउन नसकेको समस्याहरू पनि छ हामीसँग। सो 12.6लाई चाहिँ हामी सबैले एउटा लक्ष्य लिएर घटाउन सक्यौँ भने त्यो बचत भएको ऊर्जा पनि फेरि देशको समृद्धिमा चाहिँ थपिने कुरा पनि हो। हामीले यो नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतालाई चाहिँ सामाजिक न्यायलाई पनि सम्बोधन गर्ने गरी ऊर्जाको क्षेत्रमा चाहिँ जस्तै अघि कर्णाली प्रदेशमा अस्ति हामी पनि स्थलगत हिसाबले डोल्पामा जाँदा त्यहाँ हाम्रो वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले बनाइदिएको सानो माइक्रो हाइड्रो 24 किलोवाटकोले चाहिँ एउटा गाउँ उज्यालोमा रहेछ, अँध्यारोमा बस्न परेको छ। सो त्यो ठाउँहरूमा चाहिँ नयाँ ट्रान्समिसन लाइन लानलाई टाइम लाग्ने, नयाँ जलविद्युतलाई टाइम लाग्ने भएकोले गर्दाखेरि चाहिँ यस्ता खालका कार्यक्रम नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताको कार्यक्रमहरूले चाहिँ सामाजिक न्यायलाई चाहिँ त्यो ठाउँहरूमा चाहिँ ऊर्जा कसरी पुर्याउने भन्ने जिम्मेवारी चाहिँ यो विधेयकले लिन्छ होइन। र त्यसमा कस्तो छ भन्दाखेरि अहिले हाम्रो एउटा चाहना जुनमा चाहिँ अब हामी स्थानीय तहहरूलाई पनि आह्वान गर्छौँ। एउटा कार्यक्रम हामीले के पनि गर्न खोजेका छौँ भन्दा ऊर्जामा आत्मनिर्भर स्थानीय तहको कन्सेप्टमा जान सक्यो भने चाहिँ त्यसको उत्पादन, प्रसारण, वितरणलाई चाहिँ हामीले नमुनाको रूपमा लियो भने चाहिँ त्यसले सङ्घ सरकारले चाहिँ अझ बृहत्तर हिसाबले चाहिँ ऊर्जालाई जलस्रोतलाई हेर्न सक्छ जस्तो लाग्छ। मैले अघि पनि निवेदन गरेँ उपस्थित हाम्रो सबैजनालाई, हामीले चाहिँ बढी अधिकार र जिम्मेवारी क्षेत्राधिकार प्रदेश र स्थानीय सरकारलाई, तर स्रोत र प्राविधिक र कानुनी सहयोगको लागि चाहिँ मन्त्रालयले चाहिँ अलिकति फेसिलिटेट गर्यो। किन मन्त्रालयले चाहिँ अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूसँग पनि जोडिरहेको छ र त्यो चिजलाई चाहिँ हामीले कसरी अझ इफेक्टिभ हिसाबले चाहिँ त्यसलाई गर्न सक्छौँ भन्ने पार्टमा नै हामीले यो गरेका छौँ। चासोमा अनुमति लिनुपर्ने भन्ने चिजमा यो पनि हामीले एकदम गहन छलफल गर्यौँ। किन गर्यौँ पनि म निवेदन गर्न चाहन्छु। सेन्सिटिभ संवेदनशील विषय छ, इन्स्टिट्युसनल मेमोरी गर्नलाई कुन ठाउँमा के भएको छ भन्ने चिज कहीँ न कहीँ त राष्ट्रिय अभिलेखीकरणमा हुनुपर्छ भन्ने हिसाबले त्यो बाधा पुर्याउने हिसाबले प्रदेशको अधिकार स्थानीय तह त्यो हो। यो चाहिँ अलिकति ज्ञान केन्द्रको हिसाबले होइन, हामीले अस्ति नामै लिँदाखेरि पनि सरस्वतीको हिसाबले चाहिँ वेक्स बसोस् र ज्ञानहरू यहाँ होस् र जुन सरकारलाई, प्रदेश सरकारलाई, 753 स्थानीय सरकारलाई चाहिएको बेलामा चाहिँ यो ज्ञान केन्द्र चाहिँ ज्ञानको रूपमा, मार्गदर्शनको रूपमा उपलब्ध होस्। किन अहिले पनि यो गर्न सकेनौँ। अहिले मन्त्रीज्यूहरूले स्थानीय सरकारको प्रमुखजीले फेस गर्नुभएको कुरा के भन्दा कहिलेकाहीँ हामीसँग आवश्यक तथ्याङ्कै हामीले भेट्दैनौँ केही चिज गर्न खोज्दाखेरि, किन त्यो सेन्ट्रलाइज छ। सो कम्युनिकेसन र कोअर्डिनेसन चाहिँ सेन्ट्रलाइज होस्, अधिकारहरू चाहिँ डिसेन्ट्रलाइज होस् भन्ने हाम्रो चाहना। त्यो भयो भने अघि दुईटा प्रदेश, दुईटा स्थानीय तहसँगको पनि के हो त भन्ने चिजको लागि काहीँ न काहीँ एउटा निकाय त हुनु पऱ्यो नि त। यसको मार्गदर्शन सिद्धान्त के हो भनेर त्यसको लागि हो। मलाई कोशी प्रदेशको विषयगत मन्त्रीजीले राख्नुभएको एउटा विषय असाध्यै राम्रो लाग्यो। सामुदायिक नदीको अवधारणाको विषय चाहिँ मेरो विचारमा नेपालको एउटा उदाहरणीय काम भनेको सामुदायिक वन व्यवस्थापन भयो। त्यसलाई हामीले अझ वित्तीय त्यसमा लान सकेका छैनौँ, सक्यो भने त्यो बेटर हुन्छ। सामुदायिक नदीको अवधारणाले चाहिँ केही न्याय गर्छ। यसमा चाहिँ अझ बढी संरक्षण र सदुपयोग गर्ने गरी हामीले यो अवधारणा ल्याउन सक्यौँ भनेदेखि कम्युनिटीकै सम्पत्ति हो त्यो, स्थानीय बासिन्दाकै सम्पत्ति हो त्यो होइन, जल, जमिन र जङ्गलको अधिकार। सो त्यो अधिकार उहाँहरूमै नै निहित, तर त्यसको संरक्षण र सदुपयोगमा चाहिँ तिनै तहको सरकारले भूमिका खेल्दियो भने त्यसले अपनत्व पनि जगाउने भयो र आत्मसम्मान भएर चाहिँ उहाँहरूलाई नै संरक्षण गर्न प्रेरित पनि गर्नुभयो। सो यसलाई चाहिँ म मन्त्रालयलाई के पनि अनुरोध गर्छु भन्दा यसलाई चाहिँ अटाउन सक्ने ठाउँमा अटाउन सक्यौँ भनेदेखि चाहिँ स्थानीयको अधिकार स्थानीयमा नै निहित हुने, तर तिनै तहको सरकारले चाहिँ त्यसमा के सहयोग गर्न सक्छ भन्ने अवधारणामा जान सक्छौँ जस्तो लाग्छ मलाई। योपालि आजको यो तपाईँहरूको राय सुझाव जिज्ञासाले अझ परिष्कृत गर्छ भन्ने कुरा मैले कहाँ महसुस गरिसकेका छौँ भन्दाखेरि अब बन्ने कानुन नीतिहरू चाहिँ समय सापेक्ष पनि हुनु पर्यो, भूगोल सापेक्ष पनि हुनु पर्यो, समाज सापेक्ष पनि हुनु पर्यो।
बागमती प्रदेशमा वनको एउटा कानुन आयो। वनको कानुन आउँदाखेरि मैले चाहिँ के निवेदन गरेको थिएँ भन्दा चितवनको वनको प्रकृति र रसुवाको वनको प्रकृति नै फरक छ भनेपछि हामीले यहाँबाट डिक्टेट गरेर यो यस्तो हुन्छ भनेर भने त्यो चाहिँ सापेक्ष नहुने भयो भनेर फन्डामेन्टल कुरा चाहिँ राख्न पर्यो। तर त्यहाँको प्रकृति र आवश्यकता के हो भनेर चाहिँ त्यहीँ गर्नु पर्यो भने स्थानीय सरकार प्रदेश सरकारको समन्वयको लागि चाहिँ हामीले ठाउँ पनि राखेका छौँ। एक दुईवटा परियोजनाहरू तपाईँले याद गर्नु भने नेपालको मौलिक वृक्षभन्दा रुखहरूभन्दा फरक राख्दाखेरि चाहिँ त्यसले त्यो ठाउँको इकोसिस्टमलाई नै कस्तो असर गरे भन्ने पनि त हामीले देख्यौँ त। कुनै एउटा खोलामा त्यो खोलासँग सम्बन्धित नभएको माछालाई इन्ट्रोड्युस गर्दाखेरि त्यहाँको मौलिक माछाहरू बिलाउँदै गएको पनि हामीले देख्यौँ त। यति सेन्सिटिभ कुराहरू रहेछ भनेर यो हामीले गर्न खोजेका छौँ। अघि आएको एउटा चासोमा चाहिँ हामीले मन्त्री परिषदमा पठाइसकेको एउटा निवेदन पनि गर्न चाहन्छौँ। रिभर बेसिन मास्टर प्लान भने यो धेरै चिज चाहिँ समाधान पनि हुँदै जाने भएकोले गर्दा श्रीमान सचिवजीकै सक्रियतामा चाहिँ रिभर बेसिन मास्टर प्लान चाहिँ अहिले अर्थको सहमति भएर त्यो केही गरी मन्त्री परिषदबाट भयो त तिनै तहको सरकारलाई काम गर्न पनि सजिलो हुन्छ। योपालि एउटा डाइनामिक म्याप पनि बनाएको छौँ हामीले, त्यसमा कुन सरकारको नदीको क्षेत्राधिकारको विषय पनि त्यो चाहिँ अब भोलि प्रदेशले पनि त्यसलाई सदुपयोग गर्न सक्ने गरेर एउटा एकदम प्रारम्भिक ठाउँमा छौँ हामी। त्यो नदीहरूको अहिले भइरहेको चिजहरूलाई सिँचाइको भइरहेको कुराहरूलाई त्यो भयो भने भोलि त्यसकै आधारमा चाहिँ प्रदेश सरकारले पनि आफ्नो डाइनामिक म्याप जुन चाहिँ गुगलबाट पनि हेऱ्यो भने अथवा कुनै सिस्टमबाट हेर्न सक्नेमा पनि हामी अगाडि बढेका छौँ। मेरो सबैजनालाई उपस्थित सबैजनालाई निवेदन के छ भन्दा योपालि चाहिँ अलिकता हामीले हाम्रो मौलिक ज्ञानलाई पनि सम्बोधन गर्न पायौँ यो विधेयकमा। म रानी जमरा कुलरिया गएको थिएँ, म प्रभावित पनि भएँ कि आधुनिक सिँचाइभन्दा अगाडि नै हाम्रा आदिवासी समुदायले गरिरहेको कृषि प्रणाली त अझ पनि उत्कृष्ट रहेछ। 100 वर्ष अगाडि उहाँहरूले कर्णाली जत्रो ठुलो नदीलाई फर्काएर रानी जमरा कुलरिया बनाउनु भएको छ कि। सो योपालि चाहिँ मैले नै अलिकति के निवेदन गरेँ भन्दा हाम्रो आदिवासी ज्ञानलाई पनि सम्बोधन हुने गरेर अबको यो सिँचाइ कृषिमा चाहिँ यो कम्पोनेन्टलाई पनि कसरी राख्ने, नवीनतम सोच, नवीनतम प्रविधि र आदिवासी मौलिक ज्ञानलाई मिसायो भने न आम मान्छेको पनि अपनत्व हुने खालको परियोजना कानुन बन्छ भनेर होइन। योपालि त्यो स्थलगत भ्रमणले चाहिँ मलाई धेरै शिक्षित पनि गर्ने अवसर दियो। किन भन्दा कहिलेकाहीँ हामीले आधुनिक हुने क्रममा हाम्रो मौलिक ज्ञानहरू कतै बिर्स्यौँ कि भन्ने, जस्तै खुटिया खोलाकै कुरा त्यो के गरी आयो भन्दै धनगढीलाई रिचार्ज गर्छ भन्ने सिद्धान्त त 100 वर्ष अगाडि कति धेरै वर्ष अगाडिको परियोजना थियो नि त होइन। सो त्यो भएर मौलिक सिँचाइ प्रणाली व्यवस्थापन आदिवासी ज्ञान र अध्ययन अनुसन्धानमा आधारित रहेर चाहिँ हामीले अलिकता योपालि छलफल मर्म, कानुन आफैमा अक्षर मात्र होइन नि त, त्यो भित्र त के आशय के भन्ने मर्म त्यही कुरालाई त प्रतिबिम्ब त प्रस्तावनाले गर्ने हो नि त। सो आज पनि मान्य मन्त्रीज्यूहरू श्रीमान सचिवज्यूहरूले जसरी ल्याउनु भएको छ त्यो हाम्रो लागि पनि एकदमै उपयोगी भएको छ। अन्तमा एउटा अवसरकै हिसाबले खास यो विधेयकको तपाईँहरूलाई जानकारी दिँदाखेरि चाहिँ हामीले कानुनमा पठाइसकेका थियौँ। यो किन भन्दा योपालि यो मन्त्रालयले पहिला पनि भइसक्यो भनेर पठाउँदा हामीलाई त्यहाँबाट के सुझाव आयो भन्दा यो विषयगत एउटा पनि गर्नुपर्छ अनि त्यसलाई हामीले चाहिँ अवसरको रूपमा लियौँ, यसलाई कर्मकाण्डको रूपमा मात्र ल्यायो।